दाइले बरु प्रदीपले टोलरेट गर्छ, अनुपले चाहिँ ल्याङ गर्छ, यो कुरा भन्नुहुन्न है भन्नु। फिजिकली एकदमै च्यालेन्जिङ थियो तर होल टिम पूर्णलाई यो पत्रकार सम्मेलनमा हामी स्वागत गर्दछौँ। एकदम सर्ट नोटिस थियो, हिजो राति मात्रै हामीले यहाँलाई जानकारी गराएका थियौँ र त्यसपछि फलोअप पनि गर्न पाइएको थिएन। तर यहाँको उपस्थिति चाहिँ हामीले सोचे भन्दा राम्रो भयो। यहाँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। यही 29 गत 29 भन्दा गत वर्षको 29 गतेको अवसर प्रदर्शन भएको चलचित्र पीताम्बर चाहिँ अहिले देशभरि प्रदर्शन भइरहेको छ। दोस्रो हप्तामा चलिरहेको छ र यसै जुनको टिम चाहिँ यति बेला यो देश दौडा अन्तर्गत दर्शकहरूलाई हलमा गएर दर्शकहरू भेट्ने कार्यक्रमहरू आज चिट बनाउनु भएको छ र चिट बनाउँदाखेरि दर्शकहरू मात्र नभइकन किन यहाँका सञ्चारकर्मी साथीहरू नभेट्ने हिसाबले हामीले पत्रकार सम्मेलन आयोजना गरेका छौँ। चलचित्र पत्रकार सम्मेलन शाखाले यो पत्रकार सम्मेलनलाई औपचारिकता दिने गरिरहेका छौँ। यो पत्रकार सम्मेलनको अध्यक्षता गरिदिनु हुनको लागि चलचित्र पत्रकार सङ्घ चितवन शाखाका अध्यक्ष गोविन्द अर्यालज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसगरी हामीमा चलचित्रको टिम यहाँ उपस्थित हुनुहुन्छ र चलचित्रको निर्देशक सबभन्दा पहिला मैले निर्देशकलाई नै भने कृष्ण चौलागाई हुनुहुन्छ। निर्देशन चाहिँ उहाँको दोस्रो यो फिल्म एज अ डिरेक्टरको हिसाबले पहिला अहिले थियो एकदमै सिफ्ट हुनुभएको छ। अहिले सबैको कुन जनराको फिल्म अहिले चाहिँ एक्सन मुभीमा र यस्तै गरी निर्माता हुनुहुन्छ हामीसँग चलचित्रको विशाल चौलागाई। हामीसँग कलाकार मैले नाम भन्नै पर्दैन, हामीसँग चिनेको छँदै प्रदीप खड्का हुनुहुन्छ। यसै गरी अनुप विक्रम शाही चलचित्रको कलाकार हामीसँग यही हुनुहुन्छ। हामीसँग कार्यकारी निर्माता सुमन गौतम पनि हुनुहुन्छ, उहाँ सायद पछाडि हुनुहुन्छ होला। र जिओपी एकदमै पीताम्बर जस्तो खतरनाक छ, खतरनाक युपी हामीसँग पुरुषोत्तम प्रधान उहाँ चाहिँ पछाडि बस्नु भएको छ। उहाँ खालि पछाडि नै उहाँको काम फेरि। र यसै गरी हामीमा चलचित्र विकास बोर्डका सदस्य हुन्छ र हाम्रो सङ्घको पनि निवर्तमान अध्यक्ष हुनुहुन्छ रवि चन्द्र अधिकारी, उहाँलाई पनि हार्दिक अनुरोध गर्दछु। र अब नगरिकन फिल्मको विषयमा आशा छ तपाईँहरूले त हेर्नु सक्नुहुन्छ। मैले चाहिँ हेरिसकेँ र फिल्म एकदमै राम्रो बनेको छ र हामीको चितवनमा स्वागत अध्यक्ष जस्तो लाग्यो। सबै अध्यक्षज्यूले निर्माताज्यूले आग गर्नुभयो भएको छ, निर्देशकज्यूले पनि आग गर्नु भएको छ र अर्को चाहिँ प्रदीप खड्काले नै आग गर्नु भएको छ। एज अ क्लब मैले हामीले देखिरहेको फिल्ममा यस्तो खतरनाक अवतार भिलेनहरूलाई मार्दै हिँड्नु भएको छ होइन। त्यो सबै गाली नभनौँ, कतिले हेर्नु पनि भएको छ। यस फिल्मको विषयमा हामी सुन्छौँ निर्देशकज्यूबाट नै सुरुमा यो चलचित्रको विषयमा कस्तो भइरहेछ, अहिले चलिरहेछ, कस्तो छ देशभरको दोस्रो हप्तामा कुन चलचित्रको अवस्था, त्यो विषयमा चाहिँ जानकारी गराइदिनुको लागि म विशाल अलिकति फ्रेन्डली वेमा यसरी बसेरै कुरा गर्दा सजिलो होला होइन। अब सबैभन्दा पहिला त चित्रलाई आज हाम्रो साथीहरू बसेर कुरा गरेर माहौलसम्म ल्याउनु हुने हाम्रो आदरणीय डिरेक्टर साहबलाई नै श्रेय जान्छ होइन। त्यसै गरी हाम्रो कलाकार साथीहरू, डिओपीको दाइहरू, यहाँ जतिजना पनि यस पीताम्बर सम्बन्धी के भइरहेछ भनेर पत्रकार सम्मेलनमा आउनुहुने सम्पूर्ण पत्रकार साथीहरूलाई प्रेस मिटलाई चाहिँ प्रेस मिट गर्नुपर्छ भनेर यो माहौल बनाउने चित्रलाई नै देखेर र अलिक नजिकबाट बुझ्न पाएको एउटा अवसर पनि मलाई मिलायो हो। पीताम्बरले जुन एक्सपेक्टेसन फर्स्टमा हामीले व्यावसायिक यति गर्नुपर्छ भन्ने क्यालकुलेसन हाम्रो कहिले पनि भएन। हाम्रो इभन आजको दिनसम्म पनि जुन क्षेत्रमा गइन्छ, जुन ठाउँमा गइन्छ, त्यहाँ चाहिँ कसरी अझ धेरै दर्शकहरूबाट आमा पुग्ने, पत्रकार साथीहरूसँग कोअर्डिनेट गर्ने र हल व्यवसायी साथीहरूबाट आमा पनि पुग्ने भन्ने हाम्रो एकदमै धेरै ठुलो कन्सर्न चाहिँ त्यो रहेको छ। व्यावसायिक रूपमा पनि आज प्रोड्युसरमा एकदम सन्तुष्ट छु।
सबै कुरा ठिक छ, नराम्रो भन्ने अवस्था कहीँ पनि छैन। र दर्शकहरूले एउटा जुन गतिको चापमा पिताम्बर अगाडि बढिरहेको छ, एकदम सन्तुष्ट छु। अब भन्नुपर्ने ठ्याक्कै व्यवसाय यति हो भनेर बरु म चाहिँ देश दौडामा बिहानदेखि बेलुकासम्म दौडै छु, हेर्न पाएको छैन। अन्त्यमा सम्पूर्ण पत्रकार साथीहरू आइदिनु भयो, यसको लागि एकदमै विशेष धन्यवाद। र हाम्रो डिरेक्टर साहबले पनि डे 1 देखिबाट आजको जर्नीसम्म लिएर आउनमा जुन भूमिका निर्वाह गर्नुभयो, मलाई पनि हृदयदेखि नै धन्यवाद भन्दै अब मेरो 2 शब्द भन्दा पनि 5-6 शब्दै बढी भयो, म यही बिट मार्न चाहन्छु। धन्यवाद। सबैजनाको उपस्थितिको लागि धेरै धेरै धन्यवाद। हामी अडियन्सबाट पाएको माया एकदम फर्स्ट ह्यान्ड सेयर गरौँ, एक्सपिरियन्स गरौँ भनेर हिँडिरहेको सबै ठाउँमा राम्रो अप्रिसिएट भइरहेछ। त्यही नै हो, एकदमै थ्याङ्कफुल छौँ हामी एज अ होल टिम नै। अलिअलि स्वास्थ्य स्थिति चाहिँ अलिअलि गाह्रो भएको छ, अब त्यही भएर अरू चाहिँ हजुरको क्युरियोसिटी अनुसारले आन्सर गरौँला। त्यही नै, थ्याङ्क यू सो मच। थ्याङ्क यू अनुप सर। मैले के भने हजुरलाई धेरै धन्यवाद। यत्रो सर्ट नोटिसमा पनि तपाईँहरूको यत्रो आफ्नो उपस्थिति देखि हामीले सबै पत्रकार दाजुभाइ मित्रहरू दिदीबहिनी सबैलाई थ्याङ्क यू भेरी मच भन्छु। प्रितम मलाई यति धेरै माया गरिदिनु भएको छ। आज सेकेन्ड विकमा यसले पाइलट टेकेको छ र डेफिनेटली आउने समयमा 51 दिन बनाउँछ भनेर हृदयदेखि नै आशा गर्दछु। र थ्याङ्क यू भेरी मच वन्स अगेन। हजुरको यो प्रेजेन्सले गर्दा एकदम खुसी लाग्यो। अझ यसलाई मासको छेउमा अझ धेरै पुर्याइदिनु होला भनेर अनुरोध पनि गरेछु, किनभने राम्रो फिल्म चल्नुपर्छ भनेर चाहिँ जहिले पनि हामी लागेको छौँ। र जे पिताम्बर चाहिँ नेपाली सिनेमा त्यही बसेरै भन्नुभयो, मन बसेर हुन्छ है, क्यामेरा पनि यसरी मिलाउनु भएको रहेछ। नमस्ते सबैजनालाई, स्पेसल थ्याङ्क यू तपाईँहरूलाई, किनभने त्यो आई गेस धेरै लेट नाइट आएको थियो हाम्रो यो आजको कल पनि। तपाईँहरूको यति धेरै उपस्थिति मैले पनि आश गरेको थिइनँ, सायद सीमित हुनुहुन्छ होला जस्तो लागेको थियो। थ्याङ्क यू सो मच। जसले सिनेमालाई माया गर्नुभएको छ उहाँहरू आफै आउनु भएको छ होइन, यो सिनेमाप्रतिको माया नै हो। कुमार दाई स्पेसल थ्याङ्क यू। प्रेसर भएको भएछ दाईलाई, धनगढीदेखि हिँड्दा हिँड्दै मिलाउन गाह्रो भइरहेको थियो, त्यो पनि यो म्यानेज गरिदिनु भयो। अब सिनेमा हेर्नु भएको हाम्रो यहाँ भएको दाजुभाइहरूलाई सिनेमाको बारेमा केही थाहा छ, सिनेमा नहेर्नु भएकोहरूले पनि एकचोटि हेर्नै पर्ने सिनेमा बनाएछ। किनभने सिनेमा मेरो विचारमा चाहिँ सिनेमामा हामीले अहिले एकदमै कम्प्लिकेटेड बनायौँ कि एकदम यो खोज्ने त्यो खोज्ने, एररहरू खोजेर मेकरहरू मर्ने काम भइरहेछ कि। सिनेमा भनेको फ्रिडम हो। मैले जे मेरो क्षमताले सोच्न सक्छु, जति मैले लेख्न सक्छु त्यति नै मैले यो पिताम्बर एटेम्प्ट गरेको। र तपाईँहरूले आफैले पनि टिकटक, रिल्स र विभिन्न सोसियल साइटको मिडियममा चाहिँ मैले 7 चोटि हेरेँ, 8 चोटि हेरेँ। हामी हलमा जाँदा नि यो मेरो तेस्रो टाइम हो भनेर सिनेमालाई इन्टरटेन गरेको हिसाबले चाहिँ वी आर भेरी थ्याङ्कफुल। अनि हाम्रो यो कुरालाई दर्शक समक्ष पुर्याउनु तपाईँहरूको ठुलो हात हुन्छ। कन्जुसाइ नगरिकन माया गरेर मोफसलले जति हामीलाई सपोर्ट गरिरहनु भएको छ, तपाईँहरू सबैलाई पनि धन्यवाद। बाँकी केही क्वेसन एन्सर भयो भने वी आर रेडी। पार्ट 2 चाहिन्छ कि चाहिँदैन? डेफिनेटली आउँछ। मलाई हरेक हलमा दर्शकले जे भयो पनि पार्ट 2 चाहिँ 82 मै चाहिन्छ है भन्नुभएको छ। सो अब सबै आर्टिस्टको टाइम अकर्डिङ हेरौँ, 82 मै ल्याउने कोसिस गर्नुपर्छ। आएको मेरो प्रश्न है, म बबिलाल तामा, न्युज प्रभात साप्ताहिकबाट। यो पिताम्बर मुभी एक्सन मुभी बनेको छ भन्ने कुरा त सर्वविदित भइहाल्यो होइन। र यो मुभीको लागि चाहिँ यहाँहरू चाहिँ देशौडामा हुनुहुन्छ। अब मेन नायिका दिव्या रायमाझी आउनुभएको छैन होइन, उहाँ कति कारण आउनु भएन। र प्लस यो सिनेमाले चाहिँ समाजमा समस्त नेपाली जनमा चाहिँ कस्तो खालको सन्देश दिन्छ त्यो चाहिँ प्रश्न दिनु। सर्वप्रथम त दिव्याको केसमा चाहिँ उसको अर्को सिनेमाको वर्कसप चलिरहेछ। एउटा कलाकारले दिने टाइम भन्दा पनि धेरै हामीलाई चाहिँ हाम्रो कलाकारले कुनै पनि इन्टरभ्यूमा स्किप गर्नु भएन। अरू चलचित्रको मेरै पास्ट एक्सपिरियन्समा पनि मेरो यो पटक चाहिँ कलाकारहरू हामी लास्टसम्म सँगै छौँ होइन। अनि ऊ चाहिँ अब उसले लर्निङ टाइम हो, किनभने उसको भर्खर यो दोस्रो फिल्म हो। अनि मैले लिएर हिँड्दा चाहिँ उसले सिक्नुपर्ने कुराहरू मिस होला भोलिको दिनमा भनेर उसलाई वर्कसपको लागि छोडिदिइरहेछौँ हामीले। र बाँकी हाम्रो कलाकारहरू कोही सुटिङमा बिजी हुनुहुन्छ, कोही चाहिँ फ्लोरमा काम गरेर पनि आउन चाहेर पनि आउन पाउनु भएको छैन। बाँकी सन्देशको कुरा गर्दा चाहिँ सिनेमा फुल इन्टरटेनिङ मुभी हो। र आफ्नो फ्यामिलीमाथि केही पर्यो भने त्यो 20 वर्षपछि पनि त्यो दुखेको मन दुखी नै रहन्छ र त्यो मान्छे कुन हदसम्म जान्छ भन्ने हो। सामान्य कन्टेन्टलाई हामीले एउटा फिल्मी मसला राखेर अडियन्सले चाहिँ इन्गेज गर्ने तरिकाले सिनेमा बनाएको छौँ। एकदमै ठुलो सन्देश, नयाँ कुरा
अरूले नगरेको कुराहरू चाहिँ यो सिनेमामा हेर्नै पर्छ भन्ने त्यस्तो चाहिँ एज अ दर्शक मलाई पनि त्यस्तो लाग्दैन। तर सिनेमा हेरेर फर्किने दर्शकले चाहिँ एकचोटि होइन 3 चोटि 4 चोटि हेरिरहनु भएको छ भने चाहिँ सिनेमा इन्गेजिङ र इन्टरटेनिङ छ। यस्तो किसिममा राम्रो बनेको छ, मैले पनि हेरेँ, दर्शकको पनि राम्रो, तर फिल्मको लगानी पनि ठुलो छ। त्यो अनुसार फिल्मको व्यापार हो भने कहाँनिर व्यापारिक रूपमा चाहिँ तपाईँ दर्शक आउन चाहिँ जुन हिसाबले दर्शक आउनु पर्छ कहाँनिर चुक्यो तपाईँको हिसाबमा? के कारणले तपाईँहरूले जति सोचेको दर्शक आउनुपर्ने दर्शक आउनु भएन? सोचेको के कारणले फिल्म राम्रो हुँदा हुँदैन के कारणले तपाईँहरूले दर्शकलाई हटसँग ल्याउन चुक्नुभएको? होइन, हामी लगानीको त कभर अलमोस्ट भइसक्यौँ होइन, यति भनेर सोचेको थिएन। तर के हो भने हजुरले भने जस्तै एउटा राम्रो सिनेमा बनाउँदा इनिसियल ठुलो एक्सपेक्टेसन्स राखिन्छ, त्यहाँमाथि कलाकारहरूको जम्बो टिम देखेर पनि एक्सपेक्टेसन्स राखिन्छ। तर के भएको छ भने अहिले राष्ट्रको अवस्था, हाम्रो देशको अवस्थामा पनि एकातिर आन्दोलन भइरहेछ, अर्कोतिर नयाँ वर्षमा आफ्नो आफ्नो योजना हुन्छ मान्छेको, कोही बाहिर जाने, पहिला जस्तो अल्टिमेट फिल्मै भन्ने कल्चर हटेर चाहिँ विभिन्न मिडियम छ आफूलाई इन्टरटेन गर्ने, घुम्न जाने, मान्छेहरू अब्रोड जाने, त्यस्तो सँगसँगै अलिकति आन्दोलन, देशको अवस्था, यसले गर्दा पनि होला र यसको वर्ड अफ माउथले चाहिँ पिकअप बढ्दै 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 गइरहेछ। त्यो चाहिँ हजुरलाई पनि राम्रोसँग थाहा छ। मेरो एउटा कोइन्सिडेन्स पनि होइन, त्यो फिल्ममा छठको बेलामा त्यो गीत बगाउँदाखेरि चाहिँ मलाई ठ्याक्कै त्यो बेलामा पुष्पा क्लिक भइरहेको थियो। पुष्पामा चाहिँ अल्लु अर्जुनले रक्तचन्दन खोलामा बगाउँछ पछि पुलिसले जमाउने भनेपछि होइन, त्यसमा चाहिँ त्यो दियो त्यही लगभग त्यो दियो बगान कति बेला त छठको दियो लाग्यो हेर्दाखेरि। तर मैले त्यो ठ्याक्क दियो बगान बित्तिकै सोची चाहिँ त्यही सकेको थिएँ होइन, त्यो सुन्नै हो भन्ने कुरा। त्यो हेर्दाखेरि चाहिँ कहीँ न कहीँ मलाई त्यो ठ्याक्क सकेर दियो बगिरहँदाखेरि चाहिँ त्यो पुष्पामा चाहिँ रक्तचन्दन बगिरहेको ठ्याक्क क्लिक भएको थियो क्या। त्यो कमर्सियल राइटर, डिरेक्टर र सिनेमाटोग्राफरको थट एउटै हुँदो रहेछ, किनभने पुष्पा चाहिँ हामीले सुटिङ हुँदा हुँदै रिलिज भएको फिल्म होइन, हामीले उताबाट हेरेर बनाउने टाइम पनि भएन होइन। त्यो कमर्सियल एस्पेक्टमा चाहिँ के हुँदो रहेछ भने मासमा जाँदाखेरि कुन चाहिँ कुराले चाहिँ मासले रिलेट गर्ला, बिलिभेबल होला भन्ने कुरामा थियो। उहाँहरूले पनि त्यो पानीलाई अप्लाई गर्नुभयो, हामीले पनि, हामी सायद उहाँहरूले हेर्नु भएको छैन, म आफै पनि सक भएको थिएँ एउटै प्याटर्न आएछ भनेर। हामीले यो सुटिङ सकाएर फिल्म पोस्टमा हुँदाखेरि बल्ल त्यो फिल्म रिलिज भएर हामीले पनि पुष्पा हेरेका हौँ होइन। यो चाहिँ अब कोइन्सिडेन्ट नै भयो। जबको लागि चाहिँ हामीलाई पाकिस्तानबाट पनि मेल आएको थियो, तर हामीले चाहिँ अहिले केही पनि त्यसको प्लान गरेका छैनौँ। किनभने पहिला हामीले नेपालको लागि बनाएको थियौँ, नेपालबाटै कस्तो रेस्पोन्स आउँछ एउटा मेकरलाई पहिल्यै थाहा हुँदैन होइन। पहिला हेरौँ नेपालको रेस्पोन्स केही राम्रो आयो भने सोरिल बनाएर पछि पठाउने भन्ने कुरा थियो। अहिले हाम्रो बुढासुब्बा च्यानल मार्फत पनि पाकिस्तानले पनि हामीलाई मेल गरिरहेछ, उताको डब भर्जनमा चलाउनु पर्यो भनेर। यसमा चाहिँ हामी प्रोड्युसर हामी बसेर ठ्याक्कै डिसिसन गरेका छैनौँ, किनभने त्यो हेर्दा जति सहज त्यति नै अर्को अप्ठ्यारो कुराहरू पनि रहेछ। त्यहाँ डबिङ गराउने आफ्नो एक्सपेन्स हुँदो रहेछ, त्यसपछि बेच्ने होइन। त्योभन्दा बरु हामी नेपालको लागि बनाएको, नेपालमै खुसी छौँ, नेपालकै रिभ्यूबाट खुसी छौँ। अब अर्को बनाउँदा चाहिँ केही प्लान गरौँला भनेको छौँ। नेपाल सिनेमाहरूमा यो सिनेमा मात्र होइन, एक्सन मुभीहरू हेर्दाखेरि चाहिँ साउथतिर साउथ आर्टिस्टले गर्दाखेरि त्यसको भोइसबाट आर्टिस्ट अरू नै हुन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ फिल्म अझ सुनमा सुगन्ध भएको जस्तो लाग्छ क्या। अनि हामीले त्यो किसिमको बोल्ड फिल्म बनाउँदाखेरि कहीँ न कहीँ नेपाली सिनेमा ओभरअल सबैमा फेरि मैले यो किताबहरू मात्रै कुरा गरेँ होइन, धेरै सिनेमा एक्सन ओरिएन्टेड सिनेमा हेर्दाखेरि चाहिँ कहीँ न कहीँ त्यो नेगेटिभ क्यारेक्टर कलाकारको भोइस चाहिँ अलिकति सुट नगरे हो कि जस्तो लाग्ने। कहीँ लिड रोल भएको हिरो भनौँ न हामीले नर्मली चिन्ने नायककै भोइस चाहिँ अलिकति त्यो अनुसार सुट नगरे हो कि भन्ने जस्तो लाग्छ। त्यो कतिको जरुरी छ जस्तो लाग्छ नेपालमा? एक्ज्याक्टली, मलाई पनि त्यही लाग्छ होइन। मेरोमा फेरि अनुपको भोइस दमदार, दिव्यदेवको भोइस दमदार, प्रमोदको पनि भोइस दमदार, सौगातको पनि भोइस दमदार, प्रदीपको भोइस अलिकति एक्सर्साइज गर्नुपर्ने थियो। उसले भोइस थेरापी गर्यो, तपाईँले त सिनेमा हेरिसक्नुभयो। प्रदीपको अरू सिनेमामा भन्दा भोइसमा धेरै फरक छ। ऊ यति मेहनती एक्टर हो कि उसलाई जे गर भने जुनसुकै कामको लागि पनि स्ट्यान्ड बाई हुन्छ। भोइस थेरापी गरेर गरेको छ। हामी सकेसम्म नचुकौँ भनेर कुनै पनि लिडहरूलाई चाहिँ हामीले छोडेको छैनौँ। यो भइहाल्छ नि, हामीसँग प्रदीप खड्का छ, उसको स्टार्टअपले चलिहाल्छ नि भनेर हामीले कहिले पनि त्यो कुरालाई फलो गरेन। र उसले पनि आफूले आफूलाई मलाई अडियन्सले माया गर्नुभएको हो, मैले जे गरे पनि भइहाल्छ भनेर उसले कहिले पनि त्यो कुराको लिबर्टी लिएन। स्टन्टहरू पनि आफै गराएको छ उसले, फिल्ममा भोइस थेरापी पनि गराएको छ। यो कुराहरू कति एक्सपोज हुनुपर्ने कुराहरू अझै राम्ररी आइदिएन। प्रदीपको लागि पनि बेनिफिट हुने कुरा हो यो। तपाईँले राम्रो सोच्नुभयो। यो चाहिँ हजुरले हेरे भएर
नहेरेकोहरूले पनि एकचोटि हेर्दा थाहा हुन्छ कि प्रदीपको भोइस चेन्ज छ यसमा। त्यो फरक छ। जस्तो अरू चाहिँ अब यो फिल्महरूमा जस्तो हिरो यो फिल्ममा हिरो पनि 101 3-4 4जना हिरो हुन्छ, भिलेन पनि यत्तिकै 101 हुन्छ होइन। तपाईँहरू पनि 3-4 4जना भिलेन उस्तै हुन्छ। कस्तो फरक भयो जस्तो नर्मली त एउटा फिल्ममा एउटै भिलेन होइन, एउटै पात्र हुन्छ। यहाँ तपाईँहरू कामेश्वरी, तपाईँ दिव्यदेव होइनदेखि लिएर 4जना 5जना भिलेन हुन्छ होइन, प्रमोद औरही होइन। कस्तो हुँदो रहेछ एउटै भिलेनमा त 4-5जना बराबरै जस्तो रोल छ होइन। कस्तो भयो अनुभव? यसैमा मैले एउटा कुरा एड गरेँ। मैले स्टोरी स्पोइल गर्न खोजेँ होइन होइन, तर इन्ट्रेस्टिङ यो रमाइलो कुरा पनि होला। भिलेन जति सबै नेपालको खतरा खतरा भिलेन भने अब अनुपजी, प्रमोद अग्रवाली हामीले खतरा भिलेन भनेर चिन्छौँ। तर कामेश्वर अनि फिल्म हेर्दाखेरि लगभग भिलेन सकियो त्यहाँ। अनि अब पार्ट 2 आउँदैछ, त्यसमा के होला, को भिलेन आउला भन्ने त्यो एक्साइटमेन्ट पनि अडियन्समा पनि होला हेरेकोलाई। अनि भएर त्यो फिल्ममा भएर सबलाई सिद्धाउने काम उहाँले गर्नुभएको नि त, त्यही भएर पार्ट 2 को कुरा पनि। अब हजुरले फिल्म हेर्दाखेरि काहीँ न काहीँ त्यहाँ रुट्सहरू बेसी छ होइन, मेरो पनि सोच के छ, रुट्सहरू बेसी छ। काहीँ न काहीँ हजुरले फेरि हेर्नु गयो भने चाहिँ त्यहाँ के कनेक्सन छोडेको छ होइन मुभीमा। सो त्यसलाई नै अलिकति लास्टमा हेर्नुभयो होला या के कनेक्सन फेरि अर्को लभर बोय आउनु भएको होइन। अहिलेको सिचुएसन्समा को हिरो को भिलेन भन्दा पनि सबैजना कलाकारको रूपमा गयो त्यो सबैले आफ्नो पार्ट गर्यो होइन। सबैको त्यति नै भूमिका हुन्छ, जति पनि बात गरेर हुन्छ। सबैले मुभीलाई इन्हान्स गरेर राम्रो बनाउने हो। र अब भूमिका कुरा गर्दाखेरि सबैजनासँग अब मैले काम गरिसकेको छु होइन। प्रदीपसँग नै त्यो मुभी हो, त्यो चाहिँ गुड एक्सपिरियन्स भन्छु चाहिँ। राम्रो थियो मुभीको मेकिङमा। अहिले विशाल चौधरी सरले यत्रो इन्भेस्ट गरेर एउटा बिलिभ गरेर आउनु भएको छ इन्डस्ट्रीमा एज अ प्रड्युसर। मेरो विचारमा यति राम्रो फिल्म बन्छ भने चल्छ भनेर प्रुभ पनि भइसकेको छ। दोस्रो हप्ता अब तेस्रो हप्ता हाम्रो चौथो हप्ता हुन्छ। बरु प्रदीपले टोलट गर्छ, अनुपले चाहिँ ल्याङ गर्छ। यो कुरा भन्नुहुन्न है भन्नु। त्यो जुका के गर्नु त दाइ भनेको, त्यो नुन हाल्यो भने जुका जान्छ भन्नुभयो। उनीहरूलाई थाहा छैन हामीले नुन र डेटोल हाल्दै गऱ्यो। उनीहरूले चाहिँ कस्तो के गरेको हामीलाई सेनिटाइज गरी पानीमा गराइरहेछ भन्यो। अनि उनीहरू दुईजना फाइट सकेपछि भोलिपल्ट पर्सिपल्ट थाहा भयो अब त कन्टिन्युटीमा फसिसक्यो होइन, निस्किने चान्सेस भयो। त्यसरी बट्याइ गरेर काम निकाल्यो। फेरि प्रदीपलाई हुन्न प्रब्लम हुन्न, उसको त्यो लास्ट सर्ट देख्नु भएको छ नि होइन, टपबाट ल्याएको नि हामी होइन, फकाएर गर्नु परेको थियो। अब त म छिर्दिनँ पानीमा भनेर थियो। लास्ट सर्ट बाँकी थियो, जाउ लास्ट सर्ट गर्नै पर्छ भनेर गएको थियौँ हामी। त्यो चाहिँ अब त्यो सुटिङको किस्साहरू रमाइलो कुराहरू हो होइन। त्यो गर्मी त्यति धेरै एडजस्ट नभएको मान्छेलाई एकैचोटि त्यो पर्दाखेरि रमाइलो। ओके ल, अरू के छ साथीहरू? जुन उठाउनु हो त्यो चाहिँ कस्तो